साथीहरू सबैलाई नमस्कार। उपसंहार र यसले देखाएको बाटोमा आजको उपशीर्षक छ साँघुरो बाटो हुँदै फराकिलो बाटोतर्फको यात्रा। म सृजनशील मान्छे भएको कारण औड पुस्तकको बारेमा कुरा गर्न चाहे। औड पुस्तकमा थुप्रै संगीत सम्बन्धी अनुसन्धानहरू छन्। यो टिकटकमा सबै राखिएका छन्, धेरैभन्दा धेरै राखिएका छन्। अझै धेरै त मैले राखेको छैन, त्यो पुस्तकमै छ। त्यो पुस्तकमा गरिएको अनुसन्धान मैले कसरी गरेँ भन्ने बारेमा म तपाईहरुलाई अलिकति जानकारी राख्न चाहे। पञ्चायत कालमा मैले जनता गीत गाएर हिँड्दाखेरि चितवनमा मैले एकजना फुचे भाइ भेट्थेँ, राजकुमार मालाकार। मैले त बिर्सी पनि सकेको थिएँ। नोटेसन सिक्ने क्रममा मैले डोरेमीमा जमलमा उसँग मेरो भेट भयो। त्यसपछि म कीर्तिपुरको उसकै कोठामा गएर शनिबार नोटेसन सिक्न थालेँ र उसले त्यहाँ मलाई दिनभरि 10 बजेदेखि 3 बजेसम्म नोटेसन यस्तो हुन्छ उस्तो हुन्छ, मेजर स्केल भनेको यो हो, माइनर स्केल भनेको यो हो, होल नोट हाफ नोट भनेको यस्तो हुन्छ, यसलाई यसो गर्नुपर्छ, काउन्टिङहरू भनेको यस्तो हुन्छ, लेख्दाखेरि स्केलहरूलाई चाहिँ टोन सेमिटोन टोन यस्तो सेमिटोन यस्तै भनेर थुप्रो कुराहरू सिकाउँथ्यो। मेजर स्केल यो, माइनर स्केल यो। अनि 6 दिनसम्म म कलङ्कीमा आएर त्यो सब कुराहरू अभ्यास गर्थेँ। अनि त्यो कुराहरूबाट अलिकति राम्रो भएपछि अनि मैले सिकाउन थालेँ तरङ्गमा। अनि सिकाउँदाखेरि चाहिँ मैले एउटा कोर्स बनाएको थिएँ गिटारको। त्यो कोर्स मैले उसलाई पठाउँथेँ। उसले चाहिँ ल दाइ बेसिकलाई चाहिँ अब यति मात्र सिकाउँदा हुन्छ भनेर भनेपछि अनि मैले सिकाउन थालेँ। यो त भयो उसले मलाई सिकाएका कुराहरू। र उसको भेटघाटमा उसले मलाई सधैँ संगीत सम्बन्धी महान संसारका सर्जकहरूको बारेमा, आविष्कारहरूको बारेमा उसले मलाई भनिरहन्थ्यो। म त उसको त्यो कुराले प्रेरित भइरहेको रहेछु, मलाई त थाहा थिएन। मलाई पनि खुब साह्रै मजा लाग्थ्यो। अनि कसरी भयो भन्थे, कहिले उसले बाखको बारेमा, कहिले बिथोभेनको बारेमा, कहिले मोजार्टको बारेमा, कहिले ल्याङल्याङको बारेमा, अनेकौं सर्जकहरूको बारेमा भन्थ्यो। किनभने उसको म्युजिक प्रोफेसन हो, केयुमा पढाउँछ। किशोर गुरुङ सरसँग उसले सिकेको हो। ऊ एकदम राम्रो, किशोर गुरुङ सरको एकदम राम्रो विद्यार्थी मध्येमा पर्छ ऊ। अनि म जब हेटौँडामा आफ्नो इन्स्टिट्युट खोलेर बसिरहेको बेलामा एक दिन मलाई के प्रश्न आयो भने म संगीतमा मैले चाहिँ आफ्नो चिनारी के गर्न सकिन्छ त भन्ने प्रश्न आयो। त्यसको बारेमा मैले अनि चिन्तन मनन गर्दै जाँदा त्यही राजकुमार भाइले भनेका आविष्कारका कुराहरू मेरो दिमागमा आएपछि मैले पनि चिन्तन मनन गर्दै गएँ। अनि त्यसपछि अनि घोत्लिँदै जान थालेँ। अनि यस्तो भएको छ, यस्तो भएको थियो, राजकुमारले यसो भन्थ्यो, यसमा मैले चाहिँ यसो गर्न सक्छ कि उसो गर्न सक्छ कि भनेर म घोत्लिँदै जाँदा मैले एक स्वरको गीत पनि बनाएँ, 2 स्वरको गीत पनि बनाएँ। त्यसपछि सबैभन्दा गाह्रो चाहिँ 1 स्वरको राग, 2 स्वरको राग। र आजको दिनसम्म पनि साथीहरू 1 स्वर, 2 स्वरको, 3 स्वरको रागहरू हुँदैनन् भनेर पढिन्छ शास्त्रीय संगीतमा। तर मैले एउटा अवधारणा चाहिँ मैले मेरो पुस्तकमा गरेँ। त्यो सबै राजकुमारकै देन हो। उसले मलाई प्रेरित नगरेको भए मैले यो सबै गर्न सक्ने मेरो क्षमता थिएन। किनभने म त्यस्तो मान्छे हुँदै होइन। म त सुगम संगीत, यसो संगीत गर्ने मान्छे मात्रै थियो। तर मैले संगीतमा आविष्कार गर्छ भनेर त मैले कहिले पनि चिताएको थिएन। त्यसो भएर मैले चाहिँ तपाईहरुलाई पहिला पनि भने म संगीतको एउटा कम्पाउन्डर चाहिँ भएको छु भनेर त्यही कारणले भनेको हुँ। र त्यो भाइसँग मेरो एकदमै लगाव छ। अहिले पनि म काठमाडौँ जाँदाखेरि उसँग बस्छु, उसको कुराहरू सुन्छु। हामीहरू एकदम फ्रेन्डली छौँ अहिले पनि। र उसले मलाई जे जति संगीतमा उसले मलाई गाइड गर्यो, त्यो भनेको चाहिँ कस्तो भने साँघुरो बाटो हुँदै फराकिलो बाटोतर्फको यात्रा गर्नतिर उसले मलाई प्रेरित गरेको रहेछ भनेर अहिले मलाई
थाहा हुन्छ। अनि उसको लागि मैले जति नै आभार व्यक्त गरे पनि त्यो आभारीका शब्दहरू कम हुन्छन्, यो कुरा एकदमै पक्का हो, म आफूले महसुस गरेको कुरा हो। र ऊ त बलेको बत्ती थियो, मैनबत्ती थियो, अनि म नबलेको मैनबत्तीलाई पनि बलाइदियो, सल्काइदियो। अनि त्यसैले म उप्रति एकदमै धेरै कृतज्ञ छु, किनभने औडो पुस्तक मेरो जीवनको एउटा चिनारी हो। यो कारणले म उप्रति एकदमै आभारी छु। अनि त्यसपछि उसँगको सङ्गत एकदम दामी छ मेरो, र अहिले पनि हामीहरू यसो भेटघाट गर्छौँ, एकदम रमाइलो छ। उसको बागबजारमा इन्स्टिच्युट छ, म उसको कोठामा पनि गइरहन्छु। उसको सुनिता बहिनीसँग पनि, उसको छोरा भयो मनस्वीसँग पनि मेरो एकदम राम्रो सम्बन्ध छ। अनि हामीहरू अहिले पनि आत्मीय छौँ। र यसरी मैले राजकुमार मालाकारलाई जति नै धन्यवाद दिए पनि त्यो एकदमै कम हुन्छ भन्ने लाग्छ। एउटा साथी हुनु, एउटा ज्ञानवान साथी हुनु भनेको पनि जिन्दगीमा कति उपलब्धि हुँदो रहेछ भन्ने कुरा मैले महसुस गरेको छु। र आजलाई यति नै कुरा तपाईँहरूको बिचमा राख्दै बिदा चाहेँ। धन्यवाद।